कति केजी रे तिमी? केजी 114 दाइजु। लेट्स वेलकम टु आवर न्यू ब्लग। के छ हजुरहरु सन्चै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै छु। अब एकछिनमा चाहिँ हामी स्कुल रेडी भएर जान्छौँ, यहाँबाट रुमबाट निस्किन्छौँ। A few moments later. हामी रेडी भइसकेका छौँ। रेडी भएर अब चाहिँ स्कुलतिर निस्किनु पर्ने हुन्छ। आज चाहिँ हाम्रो मेडिकल चेकअप भएको कारणले गर्दा अब मेडिकलमा के हुन्छ ल है। अब हामी चाहिँ निस्किसकेका छौँ रुमबाट चाहिँ। रुमबाट निस्केर स्कुलमा पुगिसकेका छौँ। साइकल पनि हाम्रो स्ट्यान्ड भइसक्यो। ल है फाइनल्ली क्लासमा छु अहिले चाहिँ है। क्लासमा को साथी आउने हुनुहुन्छ बङ्गलादेश ओ बाहिर। गेन्की देशका हाई साथीहरू आउँदैछन् बिस्तारै बिस्तारै है। केटाहरू पनि आइसकेको छ मेडिकल चेकअपको लागि। टिचरहरू पनि छ। हेलो भनिदेऊ त साथीहरू, हेलो भनिदेऊ। ए तिमी आइसक्यौ? आज हाम्रो के हो अरे? आउँदैछ बिस्तारै बिस्तारै क्लासमा। स्ट्यान्ड झर्ना हाम्रो साथी ओहाइको जाइमास। हामी एकछिनमा निस्किन्छ यताबाट। फरक फरक भएको छ निस्किन्छौँ। हाम्रो साथी हेर्दैछ मलाई। फाइनली भन्नुपर्दा हामी चाहिँ अहिले चाहिँ यता निस्किसकेका छौँ। अब ट्याक्कै जानुपर्ने हुन्छ। हाम्रो गन्तव्य भनेको चाहिँ अब मेडिकल टेस्टको लागि हो। हामी गएर फर्स्टमा उता केटाहरू अगाडि छ सबैजना साथीहरू। अब तर अब के कस्तो हुन्छ उताको सुई लगाउँछ ब्लड निस्काउँछ सबै निस्केको छ। व्हाट फेरि दुईचोटि सालमा दुईचोटि मेडिकल चेकअप गर्ने। फाइनल्ली हामी चाहिँ हाम्रो के भन्छ हस्पिटल होइन हस्पिटलमा पुगिसकेका छौँ। यही हो हस्पिटल चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। त्योहरू छिरिसक्नु भएको छ हाम्रो दुईतिर चाहिँ। A few moments later. एन्ट्री भइरहेको छ बिस्तारै बिस्तारै। केटाहरू आइसकेको छ है। एकदम इन्ट्रेस्टिङ होला जस्तो छ। इन्ट्रेस्टिङ किन हाँसेको यस्तो? त्यहाँभित्र चेकअपको लागि जाँदैछ हाम्रो केटाहरू। अर्को टर्नको जाँदैछ मेडिकल चेकअपको लागि जाँदैछ केटाहरू। छिरिसक्यो दुईजना। साथी कता जाँदैछ तिमी? कता हो? हुँदैछ यता चाहिँ अहिले साथी चाहिँ निस्किसकेको छ है। यो चेकअपको लागि मेडिकल चेकअपको लागि हो। फाइनली हामी गइरहेको छु मेडिकल टेस्टको लागि। अहिले चाहिँ हामीले युरिन टेस्ट चाहिँ गरिसक्यो। अब यो चेस्ट छाती चेकअपको लागि चाहिँ हामी तल जाँदैछौँ। टेस्ट साथी भइसक्यो? ल हामी अब 3 जना चाहिँ आएको छ। यो चाहिँ भित्र जाने बाटो रहेको छ। त्यही हो अब कस्तो हुन्छ भित्र। यो जुत्ता पनि खुल्न लगाएको छ हामीलाई चाहिँ। हो हाम्रो साथी चेस्ट चेकअप साथी हाम्रो निस्किसक्नु भएको छ मेडिकल चेक गरेर। रुको जरा सबर करो आराम से लेने का। हाँ फाइनली चेक भएर निस्किसक्यो त्यहाँबाट नि सक्दैन नि फेरि सक्दैन। श्रीलङ्काको साथीहरू है तिनटै। ल हामी चाहिँ सकिएर फेरि तल ब्लड निस्किन्छ है ब्लड। कति केजी रे तिमी?
चेक हुनेछ उतातिर है केटीहरूको र हामी चाहिँ अब मेडिकल चेक अब हाइट चेक हुन्छ यता चाहिँ यतिमा हाइट चेक हुन्छ साथीको ब्लड निस्किरहेछ है फेरि ब्लड हाल आइसकेको छ र हाम्रो साथी वेट र हाइट नाप्न गइरहेको छन् उहाँ चाहिँ एकछिन पर्सदेखि लिएर सब छाडा खोल्नु पर्दछ Few moments. ल हाम्रो साथी अब आउँदैछन् जुत्ता लगाएर उनलाई सोध्नेछौँ हामी वेट र हाइट चाहिँ कति छ है एकैछिन पर्खिनुहोस् ल साथी वेट कति छ तिम्रो भन्नु पर्यो साथी वेट कति हो 62 यार हाइट हाइट चाहिँ आफू सिक्के के लेख्दै घट्यो कि बढ्यो त साथी वेट बढ्यो कि घट्यो उनको हाइट त धेरै भए जस्तो जापानिज मामा बढाइदिएको छ साथीको हाइट चाहिँ त्यही हो 6 पोइन्ट झन्डै होला कति छ त वेलकम भयो ए कति केजी भयो थाहा छैन रे कति रे 47 केजी हाम्रो सुई पनि लागिसकेको छ सुई लागेर ब्लड निस्किन्छ साथी हो हेलो भन्दै हो सुई हानिसकेको छ सुई हो है ब्लड निस्काइसक्यो हाम्रो चेताबाट अब त्यसपछि हामी लाइनमा छौँ फेरि उता आँखा चेक हुन्छ होला जस्तो छ आँखा पनि चेक गर्नुपर्ने हुन्छ आँखा चेक हुँदैछ साथीको आँखा चेक दबाई फाइनली हामी चाहिँ मेडिकल चेक गरेर यताबाट निस्किसकेका छौँ एकदम भन्दा पनि एकदमै गर्मी छ है बाहिर चाहिँ नसक्नु छ गर्मी एकदम धेरै छ त्यही भएर स्कुल पुगिसकेको छ है मसै केटा हो स्कुल पुग्यो अब के खानुपर्छ कि भन्ने कुरा हो साथीहरू रुपियाँ मात्रै हो 120 रुपियाँदेखि लिएर 150 रहेको छ अब किधर रहेगा भाइ मैं तो मेरे घर जाऊंगा घर किधर है निशी मेंशन घर किधर है मेरा घर इधर से 5 मिनट लगता है 5 मिनटबाट चाहिँ क्लासबाट चाहिँ हामी निस्किसक्यो ब्याग लिएर साइकल लिएर आजको लागि चाहिँ भिडियो यति नै भने हुन्छ चाहिँ हामी यताबाट निस्क्यौँ भिडियो पनि आज यतै टुङ्गिन्छ अब चाहिँ भिडियो अन्तिम भनेको यही नै हो अब चाहिँ हामी निस्किएर अब केटाहरू पनि खै के खाने पैसे माउंटेन व्यू डर के माँ का तुम ओके गाइज द एन्ड भ्लग सक्यो आजको लागि चाहिँ अब नेक्स्ट भ्लग लिएर फेरि आउँदैछ भ्लग हेर्दै गर्नु